गाउँको कति दिन भएको होला? यो गाउँ धेरै पुरानो होला नि। यो गाउँ त 2026 सालदेखि हो। पशुपालन र तरकारी खेतीलाई चाहिँ उत्तम मानिएको कृषिबाट पनि छनौट भएको ठाउँ हो। अनि तपाईको आय स्रोत यही हो कि अर्को पनि छ? अरू केही छैन, जागिर पनि छैन, व्यापार पनि छैन। आप जो अभी ये दृश्य देख रहे हैं, ये दृश्य नेपाल का है और ये जंगल का दृश्य है। जंगल में भी एक गांव है, बहुत पुराना गांव है और यहाँ का लोग कैसे रहते हैं और आय स्रोत क्या है और रहन सहन कैसा है, इस दृश्य में दिखाने जा रहा हूँ। और ये दृश्य में जो आप मेरे पीछे देख रहे हैं, कितना हरा भरा दृश्य है, कितना अच्छा लग रहा है। नमस्कार दोस्तों, स्वागत है आप सभी का। वीडियो का शुरुआत हो चुका है जंगल का एक बहुत पुराना गांव से। नमस्ते हजुरबा। नमस्कार। तपाईको शुभ नाम के हो हजुरबा? मेरो नाम पद्म बहादुर तामाङ। तपाईँ यहाँ कति वर्षदेखि तपाईँ यहाँ बसोबास गर्दै आइरहनु भएको? यो 69 देखि अहिले 81 हो, लगभग 11 वर्ष। अनि यो गाउँको कति दिन भएको होला? यो गाउँ धेरै पुरानो होला नि। यो गाउँ त 2026 सालदेखि हो। यो गाउँमा आय स्रोत मान्छेहरूको यो बाख्रा पालन गरेर, भैँसी पालन गरेर यो मात्रै हो कि अर्को पनि छ? यो के छ भनेदेखि धेरै चाहिँ पशुपालनै हो। खेतीहरू यहाँ प्रशस्त छैन। यो दक्षिण फर्केको जग्गा हो, त्यस कारणले गर्दाखेरि पानी बगेर दक्षिण साइड जाने हुनाले अनि यो चाहिँ पशुपालन र तरकारी खेतीलाई चाहिँ उत्तम मानिएको कृषिबाट पनि छनौट भएको ठाउँ हो। पहिले म कृषिमा पनि काम गर्थेँ कि, अनि यस क्षेत्रमा यो कृषिले पनि तेस्रो तहमा चाहिँ पशुपालन र तरकारी खेतीमा यो रुचि दिएको ठाउँ हो। अनि यसैले यो बाख्रा पालन भन्ने चाहिँ यो पछि आएर यो 2026 देखिको हो। यहाँ बसोबास हो। यहाँ मिश्र जातिमा बस्छौँ। यहाँ मिश्र जाति भनेको सबै जातिहरू पर्छ। अनि तपाईको कुन जाति हो? म तामाङ हो। हामी खोटाङबाट आएका हौँ। खोटाङबाट? हाम्रो दाजुहरू आउनुभयो 2028 सालमा, म चाहिँ 69मा आएँ क्या। अनि यो पशुपालन नै हाम्रो। कतिवटा राख्नु भएको? यहाँ अहिले त यिनीहरू 8वटा छ। गाई छन् 5वटा। 5वटा गाई। भैँसी पनि छ? भैँसी छैन। भैँसी छैन। अनि तपाईको आय स्रोत यही हो कि अर्को पनि छ? अरू केही छैन, जागिर पनि छैन, व्यापार पनि छैन। यो घाँस काटो। एक्लै हुनुहुन्छ? छोरा छन् नि। ए, जब गर्दै होला कुनै ठाउँमा? अब यो नाति छन्। नाति हो, यो कान्छो नाति हो। मुख्य भयो नाति हो। अनि यस पेसाबाटै हामी यसो सबै पढाइ लेखाइ सबै बच्चाहरूको सबै यहीबाट पुगिहाल्छ। अनि केही यो वृद्ध अवस्था भएकाले अलिअलि संयुक्त सरकारले भत्ता दिएको हुनाले त्यसले पनि धेरै सहयोग गरेको छ कि। अनि अब यो त बुढोमा बुढेसकालमा त एउटा त्यो जबै हो नि, बुढा पेन्सन भत्ता। यो गाउँमा सबैले बाख्रा पाल्छन् कि? सबैले प्राय टोटली नै सबै। फार्महरू धेरै छ। यो मौली हो, अग्निशरण गाउँपालिका। अग्निसायर गाउँपालिका 6 नम्बर, वडा नम्बर 6। वडा नम्बर 6 मोहनपुर। ए, मोहनपुर। गाउँको नाम चाहिँ मोहनपुर हो। अगाडि माथिमा गाउँ छ कि छैन? गाउँ छैन। यो लास्टै हो? 2-4वटा घर छ? यो लास्ट हो। ए, खेतीपाती बढी छैन यता? खेतीपाती छैन यहाँ। खेती भनेको पशुपालन र घाँस पालन नै हो। तपाईको घर चाहिँ यही हो? घरै हो। अनि यसमा अलिकति दुःख के छ भनेदेखि बजार व्यवस्थापन छैन क्या। यहाँ चाहिँ जुन हामीहरू पशुपालन गरेको छ नि, यो चाहिँ खोजेर कुनै संस्थागत आउँछ, कुनै कामबाट आउँछ, प्राइभेटबाट आउँछ कि, कुनै यहाँ बजार व्यवस्थाको छैन, व्यवस्था छैन। तपाईँहरू बजारको काम लाग्छ भने कुन बजार जानुहुन्छ? बजार त यही छ, लाग्छ, कञ्चनपुर छ। यहाँ हजुरबा यहाँ राम्रो लाग्छ कि लाग्दैन बस्नमा, कि यो मनमा छ अर्को ठाउँमा जमिन लिएर घर बनाउने हो? अब यो चाहिँ साझा कुरा गर्दा दिले गर्ने कुराहरू भयो नि। यो ठाउँ त छोडेर हामी जानै पर्छ, तर अन्त बसेसरी चाहिँ नजाने भन्ने। उहाँ खोटाङको चुइचुमा भन्ने ठाउँमा जन्मेर आएर अब चिसापानी भन्ने ठाउँमा आएर बसेर अहिले मोहनपुर आयौँ छोरा। अनि उता राम्रो थियो कि यता छ? होइन, पृथ्वीलाई दोष दिनु हुँदैन, सबैतिर राम्रो। जो हामी राम्रा छौँ, जसले पृथ्वीलाई सहर गरेको छ, चाकर गरेको छ, जेलाई सुविधा गरेको छ, त्यही राम्रो छ त। आफू राम्रो छैन त अब सबैलाई नराम्रो काम गर्छ त ऊ कहाँ राम्रो हुन्छ? पृथ्वी निर्गतिलो होइन नि।
बाबुमा निर्गतिलो होइन नि ऊ आफै खेलबाडका कामहरू राम्रो नराम्रो मान्छे हुन्छ नि मान्छे हुन्छ जहाँ पनि बस्दा खुसीसँग बस्ने के गरेर बस्नुपर्छ त्यो आफ्नो मनको कुरा हो समाजहरू रुझाउने पशुपालनलाई खाना दिने उ गर्ने अब कसरी आफ्नो व्यवहारमाथि निर्भर छ व्यवहारमा निर्भर छ त हो त अर्काको देखेर अब पोलिसी गरेर मात्रै त हुने वाला केही पनि छैन अनि खोटाङमा तपाईँले उता त्यो जग्गा छ कि छैन अहिले जग्गा छ हामीले बेचेकै छैन त्यहाँ चाहिँ फुलबारी छ तपाईँको उता जाबत आवत छ कि छैन होइन छ नि त्यहाँ हाम्रा अलैँची छन् कोला छन् ऊ छन् सुन्तला छन् ज्यामिर छन् ओखर छन् बयर छन् खयर छन् साल छन् अब त्यो त हाम्रो उनी आफ्नै जग्गामा निजी जग्गामा छ अब यहाँ त हाम्रो जग्गा धेरै छैन यहाँ त हाम्रो त 2 कट्ठा मात्रै हो ए 2 कट्ठा यो घर जति घर जति मात्रै हाम्रो र यो पशुपालन मात्रै हो छोराहरू कतै यसो रोजगारी गर्छ यताउति 2-4 रुपियाँ ल्याउँछ बुहारीहरू नातिहरू हुर्काउँछ पढाउँछ हामी यसो बस्नु केही किसिमको टेन्सन त छैन यता जङ्गलै हो नि यो त मध्य जङ्गलै हो जनावरहरू भनेका चाहिँ अब त्यो आउने बाँदरलाई खेदाउन सकिन्छ बाँदरले घाँस खाने होइन अनि यहाँ बँदेलहरू आउँछ अनि हात्ती बढी आउँछ हात्ती हात्ती एउटा दुईटा देखि नोक्सान पनि पुगाउँछ नोक्सान मान्छे पनि मार्छ घर भत्काउँछ त्यस्ता नोक्सानहरू गरिरहेको छ हात्तीले एउटा दोडादेखि लिएर गएर 11वटा 12वटासम्म पनि उलाउँछ